राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज आफ्नो 5 दिने भारत भ्रमण सकेर नेपाल फर्किँदैछन्। तर यो भ्रमण सामान्य राजनैतिक भेटघाट मात्रै थिएन। नयाँ दिल्लीको भाजपा मुख्य कार्यालयमा उनीमाथि भएको फूलको वर्षा र स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको 1 घण्टाभन्दा बढी समयले अहिले चर्चा चलिरहेको छ। एउटा नयाँ पार्टीको नेतालाई भारतले यो स्तरको स्वागत केवल लामिछानेका लागि मात्र होइन, बरु दिल्लीले नेपालको बदलिदो राजनीतिक शक्ति र यहाँको जनमतलाई दिएको सन्देश हो। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर र गृहमन्त्री असीम शाहसँगै उनले विभिन्न नेतागणलाई भेटेका छन्। पार्टीगत रूपमा भाजपाको निमन्त्रणा भए पनि यो विशेष भेटघाट सरकारी स्तरको भन्दा कम थिएन। रवि लामिछानेले उठाएको डेभलपमेसी अर्थात् विकास र आर्थिक सहकार्यको एजेन्डालाई मोदी सरकारले निकै प्राथमिकतामा दिएको देखिन्छ। तर यहाँ एउटा बुझ्नुपर्ने कुरा के हो भने पछिल्लो समय सीमा विवादलाई लिएर नेपाल र भारत बीच जुन चिसोपन देखिएको थियो, यो भ्रमणले त्यसलाई केही हदसम्म कम गर्ने प्रयास गरेको छ। रविले दिल्लीमा हामीसँग कुनै पुरानो राजनैतिक ब्यागेज छैन भन्दै नयाँ ढङ्गले सम्बन्ध बढाउने प्रस्ताव राखे। यो नेपालका लागि सकारात्मक पक्ष हो। तर हाम्रो राष्ट्रियता, सार्वभौम र सीमाका पुराना अडानहरूलाई नबिर्सिकन नयाँ पुस्ताको नेतृत्वले भारतसँग सधैँ आँखामा आँखा जुगाएर देशको हितमा कुरा गर्न सक्नुपर्छ। भ्रमणको सफलता फोटोको सेसनमा होइन, भोलि नेपालले पाउने वास्तविक सहयोगमा देखिनुपर्छ।